हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। सबैभन्दा पहिला चाहिँ मेरो नानी सुतेको छ, त्यही भएर म सानो बोल्दैछु हो। तपाईँहरूलाई चाहिँ अब हाम्रोमा यही दुईवटा च्यादर मात्रै ओछ्याएको देख्नुहुन्छ, किनभने हाम्रोमा कटन च्यादर चाहिँ कम्ती छ नि त, यही दुईवटा मात्रै छ। अन्त नानीलाई पुरा घमाउरो निक्लेको छ कि, त्यही भएर खालि यो कटनको मात्रै ओछ्याउँदैछु अहिले हो। अरू सबै त्यो पोलिस्टर टाइपको छ नि त कि, अन्त अब चाहिँ म कटनको मात्रै किन्छु। अन्त हाम्रो एकीलाई चाहिँ पुरा घमाउरो निक्लेको छ हो। अन्त फेरि मैले यो बेलुकै निकालेको थिएँ, किन भन्दा चाहिँ त्यहाँ चिया के घोप्टेको थिएँ नि त। अन्त त्यो काम गर्दा गर्दा बुढोले ग्यास पनि लिएर आयो। फाइनली हाम्रोमा चाहिँ झन्डै 1 महिना बादमा चाहिँ ग्यास आयो हो। अन्त यहाँ चाहिँ अब एक चुट्कीमै मिलाएको देखाउँदैछु तपाईँहरूलाई। यहाँ पनि पुरा कमिलो आएको थियो कि, अन्त यो पनि चेन्ज गरिदिएँ मैले हो। अन्त अब यो चाहिँ मलाई एक चुट्कीमा मिलाएको चाहिँ हेर्नु न कति टाइम लाग्छ है। अझै मैले त यो टाइम ल्याप्समा गरेको छु हो। अन्त मैले फेरि एउटा बेडसिट फेरेँ भने सबैको लुगाहरू चेन्ज गर्नु मन लागिहाल्छ। यसको रिभ्यू दिन आँटेको छु होइन। यो भाडा चाहिँ एकदमै राम्रो रहेछ हो, सबै कुरा पाक्छ। अन्त के भन्छ यो एउटा टाँसिँदैन रहेछ। यदि तपाईँहरू पनि किन्न चाहन्छ भने किन्नुहोस् है। यो चाहिँ छ रिलायन्समा हो। यो 700 को हामी जाँदाखेरि चाहिँ अफरमा यस्तै 300-400 थियो। अन्त यदि तपाईँहरू पनि किन्न चाहन्छ भने किन्नुहोस्, सबै पाक्छ यसमा चाहिँ। आलु भुजियादेखिको लिएर हामीले चिकन सब पकाइसक्यौँ हो। अन्तखेरि हाइली रिकमेन्ड, तपाईँहरू पनि चाहनुहुन्छ भने यो किन्नुहोस्। अन्ली दाम यस्तै 300 कति थियो हौ, बिर्सेँ हो। सो दामी, पुरा मन पऱ्यो। कराईभन्दा पनि दामी छ यो चाहिँ। अनि साथीहरू हाम्रो ग्यास पनि आयो ल। त्यसको साथमै राख। हेलो सो मच इन्डक्सन तैँले होइन महँगोमा आएर भए पनि हामीलाई भोकै राख्नेस् होइन। यस्तो दिन पनि देख्नु पऱ्यो इन्डक्सन। फाइनली हाम्रो ग्यास आइसकेको छ। एलम बिदावरी। यो वर्ल्ड कप हो बाफ्रे। यो आउनु भनेको बहुत लट्री लाग्नुभन्दा कम होइन नि अहिलेको टाइम। 1 महिना झन्डै आयो। 1 महिनामा हाम्रो बल्ल आयो। यो अब यो फुटमेटमाथि राख्नु ल, नभए पुरा किराहरू आउँछ। म डेली पुसेर यतिको भइरहेको छ। पुरा आउँछ हौ हाम्रोमा कक्रोच। कति सफा गर्छु हो। त्यो मुनि पनि तपाईँले त्यस्तो सोच्छ होला कि, तर म एकदम सफा गर्छु। यो पनि एकदम सफा छ है। यहाँ चाहिँ हाम्रो प्लास्टिकहरू मात्रै छ। यहाँ खानेकुरोहरू मात्रै छ। खानेकुरोहरू बेसी भएर माथि खानेकुरो पनि लुगाउनु पर्छ आजकलको टाइममा नानीले। के हो सो मैले सबै ग्यासहरू होइन अभिले ग्यासहरू फिट गरेर ड्युटी गयो हो। अन्त म मेरो काममा लागेँ। यो चाहिँ डोरी चाहिँ यहाँ सधैँ हुन्छ आजकल हाम्रो, किन भन्दा चाहिँ अब डेली त लुगा निक्लिन्छ हो।